सम्पूर्णलाई यीशु ख्रीष्टको नाममा न्यानो जय मसीह अथवा अभिवादन छ। सधैँ खुसी र आनन्दित रहनुहोस् र सकारात्मक बोल्नुहोस्। धेरैपल्ट मानिसहरू खुसी आनन्दित हुन नसक्नुको कारण उनीहरूको जीवनमा आइरहेको समस्या नै हो र त्यो समस्या कतिपल्ट वास्तवमा उनीहरू आफ्नै कारणले आइरहेको हुन्छ। यस्तो अवस्थामा उनीहरू खुसी रहन सक्दैन र सकारात्मक बोली बोल्न पनि सक्दैनन्। तर बाइबलले हामीलाई सधैँ आनन्दित खुसी रहौं र सकारात्मक बोली बोल्ने कुराहरूलाई सिकाउँछ। जस्तै 1 थेसलोनिकी 5:16 भन्दछ, सधैँ आनन्दित रहौं। आमेन। हितोपदेश 18:21 भन्दछ, जीवन